लाखबत्ती बाल्ने कार्यक्रम हाम्रो चाहिँ अब सुरु हुँदैछ। आज चाहिँ घने भाइको वर्तमानमा भोलि आज चाहिँ सत्याग्रह शान्ति पाठ गराएर लाखबत्ती बाल्ने कार्यक्रम भइरहेछ। यहाँ हामी चाहिँ सबैजना उपस्थिति भएर लाखबत्ती बाल्दैछौँ। आयोजित पातीमा चाहिँ नपरोस् ल। ओ सगळ्यात त्यानंतर सुजी पुंडरीकाक्ष पुनातो ओम पुनातो माम पुंडरीकाक्षः। एक एकवटा कुश लिएर कर्ता परिवारले पानी समाऊ। भाइ अलिकति कुश काट्दिनुपर्छ। ओम सम्झिनु कुशको आसनमा बसेर कर्म गर्दैछु भन्ने भावना मनमा लिनु होला। आसन विद्यस्य मेरो पृष्ठ ऋषि सुतलम छन्द कुर्म देवता मम आसन पशवनी विनियोग आफू बसेको त्यो म्याटको मुनिबाट राखिदिने। पृथ्वी तया धिता लोका देवी तम विष्णु धिता तम त धारे माम देवी पवित्रम कुरु चासन। एउटा लोटामा शुद्ध जल बनिरहेछ हामीलाई अलिकति। लक्ष्यवर्ती पितृहरूका निमित्तै बाल्दैछौँ होइन त। यसो त्यो बातीको छेउमा वेदीको छेउमा छु नि। र आफ्ना सम्पूर्ण मनोकामनाहरू परिपूर्ण रहन्, सुख शान्ति समृद्धि रहोस्, सुस्वास्थ्य दीर्घायु रहोस्, सम्पूर्ण आफ्ना नानी बाबुको अध्ययन पढाइहरू राम्रो रहोस् र वैकुण्ठ गमन हुनुभएका सम्पूर्ण पितृहरूको उद्धार होस् भन्ने सम्झिएर अनि एक एकवटा कुश लिएर त्यहाँभित्र कसैलाई निमित्त तत्प्रसाद भनेको आफ्नो सुख शान्ति समृद्धि होस्, सुस्वास्थ्य दीर्घायु रहोस् भन्ने कामना गरेर आफ्ना सम्पूर्ण कुलदेवता इष्ट देवता पितृदेवताहरूलाई सम्झिएर सम्पूर्ण 33 कोटी देवी देवताहरूलाई सम्झिएर मनमा ओम गणेशाय नमः भन्ने, नत्र ओम नमो भगवते वासुदेवाय। तपाईहरुलाई जे सहज पर्छ त्यही मन्त्र मनमा सम्झिने र कुश लिएर पानी समाउने। हरि ओम तत्सत। ओम तिथि विष्णु तथा बारो नक्षत्रम विष्णुरेव च योगस्य करणं विष्णु। बाल्य यवन बाध्यार्घ्य वस्तु पार्जित कायिक बाजिक मानसिक सकल पाप क्षय पूर्वक अनेक विधि निरवधिक भोगानुवान्तरणं श्री परमेश्वर प्रीति द्वारा विष्णु साहित्य पद प्राप्ति कामो लक्ष्यवर्तिका प्रज्वलांग भूत दीप कलेश ल एउटा दुना राख्नु जानु दाजु उतैबाट घुमेर जाउँ ल। अब पहिमै अनि त्यो माथि बालेको दियोलाई सम्झिएर आवाहन गर्ने। बस्नु आवाहनम समर्पयामि। दुईटा कुश राख उताबाट अब ल। अब तिल ल्याउने पूजा गर्यौं नि। अब पुष्पराज स्वाहा सबैको हातमा एक एकवटा परोस्। औ चन्द्रमा मनसो जात चक्षु सूर्योदयत स्तोत्र सदा भुङ्क्ति तिष्ठता त्वेखं वर्धते तमः। स्वयं ज्योतिखे नमः। जननीं पूजयामि चतुर्विभाय नमः। गुल्फो पूजयामि जनाधिपतये नमः। पादौ पूजयामि परम ब्रह्मणे नमः। सर्वांगं पूजयामि धात्रे नमः। पादौ पूजयामि विधात्रे नमः। जंगे पूजयामि स्वस्ते नमः। गुरु पूजयामि ओम प्रजापतये नमः। मैत्रीं पूजयामि परमेष्ठिने नमः। कटिं पूजयामि अग्निरूपाय नमः। नाभिं पूजयामि पद्मनाभाय नमः। हृदयं पूजयामि मेधसे नमः। बाहुं पूजयामि दामोदराय नमः। कंठं पूजयामि हिरण्यगर्भाय नमः। मुखं पूजयामि ओम ब्रह्मणे नमः। शिरं पूजयामि विष्णवे नमः। सर्वांगं पूजयामि। लाभ ओम नमो भगवते वासुदेवाय भन्दै पूजन गर्दै वरिपरि घुम्छौँ ल।
ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय वासुदेवाय भजं वासुदेवाय वासुदेवाय भजं वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय वासुदेवाय भजं वासुदेवाय वासुदेवाय भजं वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय नारदले दुर्बलाई यही जसिनाई नारदले दुर्बलाई उद्धार हो सद्गति सत आदित्यादि पूर्वचार्य संकल्प सिद्धिरस अलि छेउमै गर्नु न पोल्छ भने अलि ओत्तिरै गर्दा नि केही फरक पर्दैन ओम तत्सत आदित्यादि पूर्वचार्य संकल्प सिद्धिरस द्वादेह कौशिक गोत्रोत्पन्न यम्बादु नाम्न कर्मणो हम्मः तथा च सपत्नीका मुना नाम्नी देव्या हम्मः तथा च सपुत्र कुमार नाम्न कर्मणो हम्मः तथा च सपुत्रेण पूजा नाम्नी देव्या सहित समस्त परिवार आदि बन्धु बान्धव आदि सहित मम दाजु भाइहरू जय गणेश देव माता गौरी पार्वती पिता महादेव माता गौरी पार्वती पिता महादेव एकदन्त दयावन्त चार भुजधारी एकदन्त दयावन्त चार भुजधारी पर तिलक से मोत की सवारी माथे पर तिलक से मोत की सवारी जय गणेश देवा माता गौरी पार्वती पिता महादेवा माता गौरी पार्वती पिता महादेवा पान करे फूल करे और करे मेवा पान करे भोग लगे सकल करे सेवा संत करे सेवा हरे का शरण उपासका गति गति भारत रे ओम दया जगदीश हरे ओम दया गौरी मैया दया श्यामा गौरी अब चाहिँ हाम्रो सेलरोटी यहाँनिर एकदम खतरा खतरा एकचोटिमा 7 वटा हाल्ने मान्छे हुनुहुन्छ यहाँ दामी दामी सेलरोटी बनिँदैछ मिठो 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 ल हाम्रो कार्यक्रम चाहिँ अघि बढिरहेको छ देवीजी यता हेर्नु हामीले खाने मात्र हेर्नेमा ल केही भएन ठिकै छ बुनिया पकाउने कार्यक्रम भइरहेछ यहाँनिर चाहिँ कति केजी पाकिसक्यो 2-3 केजी बुनिया पाक्दैछ हाम्रो अब चाहिँ हाम्रो सागसब्जी नहेरौँ म कटकुट पारिएर निकालिहाल्छु नि दुलाई नाली बर्खती के नौली माइत आकेछु के भन्ने गीत छ नि बर्खर के नौली दुलाई माइत आकेछुको एउटा गीत छ हौ टिकटकमा सब्जी सुधार्दैछु म होइन के आजको सब्जी के बन्दैछ अन्जु आलु बोडी र आलु साग दाल काई जङ्कलले चाहिँ चिया बनाउँदै हुन्छ त्यहाँनिर अहिलेको चाहिँ रिलमा थियो अहिलेको चाहिँ युट्युबमा भजन कीर्तन सुरु भइरहेछ सबैजना नाच्दै हुनुहुन्छ
खान्छौँ हामी यो चिया हो अनि यहाँनिर चाहिँ सेलरोटी र बुनिया प्रसाद दिँदैन आँटेको हामी त प्रसाद दिन आँटेको सबैजनालाई हाम्रो कसार बाट्न रेडी भइसकिसक्यो कसार 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 पुरा डल्लो कसार रेडी हुँदैछ यहाँ कसार बाट्ने सबजना हातहरू रेडी सब खेलाडीहरू यहाँ रेडी हुनुहुन्छ कसार बाट्नलाई आज कसार कम्पिटिसन हुँदैछ जसले धेरै बाट्छ त्यसलाई प्राइज पाउने अघि दाजु आज जसले धेरै कसार बाट्छ उसले प्राइज पाउँछ है म जित्दैछु म गन्ती गरेर राख्नु पर्यो त्यसो भए गन्ती गरेर राख्नु है सबले अब आफ्नो टपरी राख्ने अनि लु अब चाहिँ हाम्रो कसार भुटिसक्यो अब चाहिँ लड्डु बनाउने बेला भयो कसारको डल्लो बनाउने बेला भयो कसार बटाट्ने कार्यक्रममा धमाधम 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 सट्ट खुदो हालेर लामा खाली चल्ने छैन आउनु भयो सङ्गीत गाउने बर्बाद भइगएछ नि अब नसक्ने रे एकछिन आएर गाइदिनु भन्नु नि बर्बाद भइगएछ पुरस्कार विजेता को हुने हौ पुरस्कार विजेता चाहिँ मै हुन्छु होला गोला 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 म हुन्छु म जसले धेर बनाउँछ उसलाई भनेको थियो ल उत्पात मचायो त सानो ठुलोले चाहिँ हल्दी मेहन्दी लाउने पालो भइसकिसक्यो काकाको कोही ठुलो खै ठुलो छिलाउ ठुलो अन्जु पनि लगाइदेऊ अब ठुलो बाको पालो ए काकाको पालो ठुलो बा भन्छ अब अङ्कल पहिले हातमा लगाएर ए गालामा लगाएर यो कुन स्टाइलको अनि हातमा अनि खुट्टा भयो छिटो 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 मलाई दिनु आमा आन्टी भाउजूले त हल्दी लाउँदैन होला होइन हो खोइ मिना दिदी बा बेमा मात्रै लानु हो कि भन्छ नि बेमा त अस्ति सबैको लगाइदिएको थियो ल अन्जु अन्जु पियाको पालो लु भाइ दुईटैले लगाइदिनु गालामा लगाइदिनु धेरै टाढाबाट हो हातमा लगाइदिनु अब भयो भयो त्यति विधि
त्यस्तो पनि बोलाउँछु नि त म त्यस्तो पनि बोलाउँछु अघि लगाइदिन्छ भयो अरू पानी खाइदिउँ टन्नै भइहालेछ नि एक कार्टन भइहालेछ क्यामेरा अफ हुन आँटो लाइटै बन्द भइगयो अब हाम्रो भ्लग चाहिँ यही कसार हेरेर अब सकिनेछ